यसलाई मैले होटल खोलेँ नि हुक्का बेच्न बनाउने हुक्का मेकर बनाउने यसलाई मैले पानी मात्र हालेको यसले खान्न न पेट्रोलले उसलाई नहाने कोर हुन्छ हुने भए त आफै नआउँछु भन्दा वेलकम ब्याक टु माई युट्युब च्यानल। अब चाहिँ हामी सामान लिएर जाँदैछौँ कहाँ जाँदैछौँ भन्दाखेरि यो भिडियो हेर्न अलि अगाडि आइज फेरि पट्ले लास्टमा आएछ अलि अगाडि आइज भनेको यो चाहिँ डुकको बाटोहरू सबै यसमा चाहिँ मडगार्ड अनि एक्सल अनि ओइल सिलहरू छ भनेपछि पछाडि चाहिँ आदित्यले रिम अपट्टि त्यति लियो अनि फेरि एक लट घर जानुपर्छ अनि त्यो चाहिँ किन भन्दाखेरि सस्पेन्सन र उस छ क्या टी मेरो सिरियर नि छैन चट्ट अब चाहिँ डुकको लागेपछि कस्तो देखिन्छ म देखाउँछु हजुरहरूलाई त डराउनु पर्ने कुरा छैन आत्तिनु पर्ने कुरा छैन सडक जे हुन्छ राम्रैको लागि हुन्छ होइन आमा हेलो हेलो हजुर को काले हो क्यालिपर लिएर आऊ जाँदै हो म हुक्का लिएर गइसकेँ अनि दुईवटा पार्ट ल्याऊ घर चाहिँ टी मात्र छ के टी र सस्पेन्सन म ट्याक्कै थकाल चोक तिमी त्यहाँ घर गएर टी ल्याएर मनिषलाई लिएर आउनु पऱ्यो अरू त सबै छ टी र सस्पेन्सन ल क्यालिपर लिएर आऊ क्यालिपर अरूको चाहिँ मतलब छैन हुक्का चाहिँ हुनु पऱ्यो होइन त अहिले चाहिँ म कान लाग्यो भनेपछि डक्टरलाई लिन जानु लाग्यो अनि त्यो थाहा पाउनु भयो कि थाहा पाउनु भयो भने त्यो ब्लग हेरेर अस्तिको झगडा चाहिँ के कारणले परेको भन्दाखेरि ट्रस्ट इस्यु क्या मेन कारण चाहिँ ट्रस्ट इस्यु त्यहीँको चिनेको मान्छेले हामीलाई ट्रस्ट गर्दैन यार अनि त्यो चाहिँदो नचाहिँदो माइकिङ गरेको भएर चाहिँ त्यहाँ झगडा परेको हामी फर्की घर जान लागिसकेको थियौँ कि सामान्य भइसकेको थियो अनि हामी घर फर्किन लाग्यो फेरि त्यही कुरा दोहोऱ्याउँछ यार अति गर्नु अत्याचार त नगर्नु नि होइन र अनि त्यही कुरामा चाहिँ झगडा भएको हान चाहिँ भएको होइन अब त्यो कसको गल्ती हाम्रै गल्ती हुनसक्छ उनीहरूको गल्ती हुनसक्छ बट अति गर्नु तर अत्याचार नगर्नु के जे कुराको लिमिट हुन्छ नि मलाई चाहिँ त्यस्तो लाग्छ छुट्टीमा एनसिवाई डक्टरलाई लिन आएको म चाहिँ अब यहाँबाट मैले डक्टरलाई पिकअप गर्छु अनि फेरि ग्यारेजतर्फै लाग्छु डक्टर त आफ्नै डुकमा निस्किनु भयो त आमा डक्टर साहबको चलपल लेट्स गो आमा पर्छ बाहिर रक्स डक्टर साहब भने हाम्रो फेरि ह्यान्सी बोय डक्टर डुक लिएर रप्फु उडाइदियो केटी उडाइदियो नै उडेनन् केटीहरू बाँचे खासै कुदाउँदैन हजुरहरूलाई थाहा नै छ त्यस्तो नचाहिने काम पनि म खासै गर्दैन हजुरहरूलाई थाहा नै छ अब चाहिँ चट्ट पारामा यो त बुस कराहा यार पछाडि बस्दाखेरि लास्ट कराउँछ क्वाइक के को सेन्टर बुस हो कि यो रिङ 16 नम्बरको त्यो किच्छ भनेको किचेन अन्त ल अब हामी यही हौँ चट्ट डुकको सामान लाग्छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ फेन्डर हो यो मडगार्ड खालि फेन्डर भन्न आउँछ यो मडगार्ड भइहाल्यो यु क्यान सी नयाँ हो अनि यो फोइल एक्सेल खोल्दै गऱ्यो हुन्छ यो चाहिँ रिम अनि यो चाहिँ चेन स्लाइडर नभएको भएर चेन स्लाइडर मगाएको
अनि यो चाहिँ अपट्टि काले भाइले उस लिएर आउँदैछ ए होला कुन चाहिँ भाइ हो ए बोकेर आइसकेको रहेछ कस्तो मजाले बोकेर काले भाइले क्यालिबर चाहिँ कहाँ हालेर ल्याएको र क्यालिबर ल्याएन हौ के सर्भिसिङ गर्नु लाग्यो मेरोमा लाग्दैन यो एयर फिल्टर हाल्न लाग्यो तिमीले के गर्ने हो भनेको यत्रो सामान के गिफ्ट हो क्या मलाई पुरै के सामान हो यार के बोकेर आइदिन्छ क्यालिबर पनि यहाँ हाई साइड लाइट फस्यो यो एयर फिल्टर भयो फेरि हुक्का यसलाई मैले होटल खोलेँ होइन हुक्का बेच्न बनाउने हुक्का मेकर बनाउने क्या यसलाई मैले सबले हेर के भयो त डराउने हो भनेको जे गरिन्छ त्यो देखाउने हो कि सहीलाई सही गलतलाई गलत भन्छन् मान्छेहरूले पानी मात्र हालेको यसले खान्न न तैँले खान्न छ न यसले तान्छ मात्र हजुर ताएन यसले त्यो गोलो त फरफर 5-6 एकचोटि निकालिदिन्छ हो कि नै भन्दा अहिले देखाइदे के सजिलो छ हाल्नलाई सामान जुटाउने गाह्रो छ पैसा जुटाउने गाह्रो छ अब सो मात्र राम्रो आउने कि इन्जिन मेरो हाल्यो नि भन ओइ खोला जो बाइक भित्र हाल अब नेकेड देखिन्छ जे गर्छ हाम्रै छोटोले गर्छ चट्टा बल खेल्न रे दिन चाहिँ बाघको घाममा को बल हुन्छ र तर तिम्रो जस्तो रहेन दाइ अनि तिम्रो लानी आउने स्पिकर यहाँ छोटो फिट भइसक्यो हेर्न के लाग्छ यो चाहिँ ट्याक्क लाग्छ कि डिस र एबिएसएन होइन छोटु फेरि खतरा नि हेड मिस्त्री भन के भनेको पागल हो क्या कालेलाई घाटा लाग्यो अब एउटा सस्पेन्सन मगाइदिनु पर्ने भएपछि त्यसले फेरि हो यो कि ट्याक्कै एबिएसएन सर लाग्छ यहाँ यो छैन यो तिम्रो त यहाँ लाखाने मिटर यतापट्टि सत्ता पारेन त्यो काट्दैन लोडा लड्छु यो चाहिँ प्लेजर स्कुटरको कनेक्टिङ गड सबै भनिदिन्छ नि त्यो बेला चाहिँ त्यो बेला त्यो त सामने देखाएर यसरी नङ्गाउनु पर्छ अनि काट्नु पर्छ होइन यहाँको चर्च चाहिँ यो निस्केको हुन्छ कालो हाउसिङ यो ब्ल्याक काट्ने कस्तो मजाले भन्छ भन्दाखेरि अब देखाइदिन्छु यो बुझ्छ मैले प्ले गरेर हालेको
छोटुले फेरि आइडिया लगाइहाल्छ नि अप्पर प्लेट देल भा ठिक भयो ओइ भा भइल काम यति हो प्लेट कम घुमाइल भा कम घुमाइल हेर्न चाहिँ मेन काम त बाँकी नै छ अझै फक्सिदिइहाल्यो यसलाई झोक्न पर्छ किट हो यो मा पडाक चिसियोस् गलाङ लाइल हैन लाइल ग्यालेन्डरले निकालेको जाम छ कि छैन पेट्रोलले उलाई नहानेको हुन्छ हुने भए त आफै नआउँछु भन्दा त्यो त टल्क्यो त नि हातहरू टल्क्यो यार छुने भए त आफै नआउँछु भन्ला फेरि हो कि नै भन्दा त कस्तो होइन भन्दा यतिकै होइन यतिकै राम्रो है यतिकै राम्रो त छोटे बेटे भनेर यस्तो सस्पेन्सन बनाउने छ अगाडिको त्यसमा सेक्न लाग्छ प्रकाश र रेग्मी चाहिँ आउँदैन मनिष र रेग्मी छ बज्नु लाग्यो सबले एकदम बलिया लाग्यो टाइम थाहा पाएपछि सर्ट टाइम भन्दैछ छोटेको कन्सन्ट्रेसन यस्तो ध्यान दिएर काम गऱ्यो अब कहाँ के थप्नुपर्छ हामीहरू थप्नु पऱ्यो देखिरह रातिमा पनि स्कोरिङ लिएर आएको स्कोरिङ खत्तम मिस्त्री बल्ल बल्ल यो टाढी गर्नु खोज्दै ए कति घन्टा भयो अरे बिहान 12-1 बजेदेखि 12-1 बजेदेखि काम गरेको के गर्नु लाग्यो वासर हालेर टाइट गर्न जानु लाग्यो सगर चाहिँ यस्तो देखियो गाइस के रे तिम्रो के चट्टा पारामा सगरी यस्तै बस्यो के रे यता देखाउनु लाइभ अनि मैले के गरेँ जान्छु एउटा दिनु मोबाइल दिने भनेको हो उता म गेम जोडामा ठिक बा
खतरा देख्छ अगाडिबाट खतरा देख्छ अगाडि पछाडि दुइटै दुःख भयो होइन टङ्की कभर मात्रामा हालिदिनु दामी देख्यो त यत्तिकै चलायो भने मेरो खतरा देखेको रहेछ यार तू सामान किनबे कि हम बेच दूसरा से खाली सुने हौ काय में सुनै थिए पूजा गरेर राख्ने यत्तिको खतरा देख्यो यार ए भोलि झन् खतरा तपाईँलाई एउटा भिडियो बनाउनु दिन्छु क्या सब फिट गरेर बिना भाइजरको एउटा भिडियो बनाउन दिन्छु रे बुझ्दै आइ बनाउँछ अब सबै फिट गरेर कसरी बनाउँछ कसरी बनाउन अब दुईजना लड्छन् एक्सल हतौडी ल्याउ ल बाजालाई चाहिँ यति नै भयो अरू चाहिँ कहिले हो खै भोलि कहिले होइन भोलि 11-12 बजेसम्म रेडी छोटे बा ठीक बा अब हम जाइल बा जानियो कहाँ नि हो सर यता दामी देखिन्छ यता राम्रो आउँदो रहेछ आमा टल्कियो पुरै ल अब हामी लाग्यौँ चट्ट बाह्रमा हामी चाहिँ घर लागेको घर आजलाई चाहिँ यति चट्ट बाह्रमा पर्छ के